नमस्कार छ्याजालो हेलो सबैजनालाई। म गोपाल गुरुङ र आज युकेमा निकै रमाइलो एकदम मजाको दिन भइरहेको छ है। त्यही भएर म सरी अलि चिसोले गर्दाखेरि घाँटी खसखस भइरहेको थियो। आज अलि घाम पनि लागेको दिन, नत्र प्राय पानी पर्ने त्यस्तो खासै चाहिँ दिन नखुल्ने खालको हुन्थ्यो भने आज निकै दिन खुलेको छ, घाम पनि लागिरहेको छ। अनि आज मेरो बुधबारको दिनमा खास काम पनि थिएन र काम पनि थिएन अनि खाली टाइम थियो। अनि भर्खर खाना खाएर यो एरिया हो म बस्ने चाहिँ, खाना खाएर अब मेरो केही एसाइनमेन्टहरू पनि छ अनि यसो माइन्ड पनि फ्रेस हुन्छ भनेर म प्रायः गइराख्ने नजिकैको पार्कमा चाहिँ जाँदैछु। त्यो पार्क जानलाई लगभग त्यस्तै 15-20 मिनट लाग्छ। त्यो 15-20 मिनटमा अब हामी त्यहाँ पुग्छौँ होइन। त्योभन्दा अगाडि यहाँ बाटो यस्तो छ, यो चाहिँ मान्छे हिँड्ने बाटो प्रायः फोहोर नै रहन्छ, सफा गर्ने दिन बाहेक फोहोर नै रहन्छ। अब यस्तै हो यो क्षेत्रमा, यो अप्सन पार्कको एरिया भन्छ के अरे। यहाँ प्राय हामी साउथ एसियनहरू, दक्षिण एसियाको इन्डिया, पाकिस्तान अनि नेपाली पनि बिस्तारै बढिरहेको छ यो क्षेत्रमा। मूलत भारतीय, पाकिस्तानी अनि बङ्गलादेशीहरू बस्छन्। अब त्यही हो, हाम्रो दक्षिण एसियाको साथीहरू बस्न थालेपछि क्षेत्र कस्तो हुन्छ। अब यस्तै त हो नि होइन। त्यही हो, म चाहिँ प्राय हिँड्ने यही बाटो नै हो। अब यस्तो छ क्षेत्र। घरबाट मेन रोडमा पुग्नलाई तपाईँको त्यस्तै 2 मिनट पनि लाग्दैन। अनि मेट्रो स्टेसन पनि नजिकै छ। धेरैमा भनेको 5 मिनट लाग्छ, तर मलाई चाहिँ 5 मिनट पनि लाग्दैन। ल अब भने यो अलिकति मूल बाटोमा, मूल सडकमा आइपुगेको छु। यस्तो छ यहाँ यो डस्टबिन, पान थुकेर चाहिँ पानले रत्याम्म बनाएको अवस्था छ। यो क्षेत्रमा अब अघि मैले भने जस्तै हामी दक्षिण एसियालीहरू बस्ने भएको कारणले गर्दाखेरि, भारतीय, पाकिस्तानी, बङ्गालीहरू भएको कारणले गर्दाखेरि प्रायः हामीलाई चाहिने सामानहरू चाहिँ नि बढी बेच्ने खालको पसलहरू देख्न सक्छौँ है। के म बाटो काट्छु। अहिले चाहिँ निकै जताततै सेल भनिरहेको रहेछ। 50% चाहिँ नि सहुलियत भनेर भनेको छ। यहाँ पनि तपाईँहरूले टनै देख्न सक्नुहुन्छ। अब लन्डनको फेमस 2 तले गाडी, भाँडा बर्तनहरूको दोकान, खाना, विभिन्न खानाको परिकारहरू अनि यसरी यहाँ तपाईँको तरकारी पसलहरू छन्। अनि यता छेउमा फेरि साडी तथा कुर्तादेखि लिएर पन्जाबी साउ हुँदो रहेछ। यस्तो छ। ल त्यही हो, बिहे लगायत विभिन्न कार्यक्रममा हाम्रो पोसाक, अब अलिकति लेहेङ्गा लगायतको पोसाकहरू लगाउन मन लाग्यो भने चाहिँ यता किन्न आउँदो रहेछ हाम्रो नेपाली समुदायको पनि। अलिकति बङ्गाली साथीहरूको बाहुल्यता भएको कारणले अब बङ्गाली पसलहरू टनै छन्। ल यस्तो छ। म चाहिँ केही अलिकति भरे खानको लागि फ्रुट किन्छु भनेर यता बसेको छु। यो चाहिँ टेस्को भन्ने हो। यसरी फलफुलहरू प्याक गरेर राखिएको छ। मलाई मनपर्ने यो अलिकति सस्तो खालको थियो, त्यो छैन रहेछ। अब केरा लिएर जानु पर्ला भन्ने सोच आएको छ।
केरा भने अर्को ठाउँमा छ केरा यता हुनुपर्ने हो है ल केरा यहाँ छ केरा भन्दा यो सुन्तला र यो फलफुल नै ठिक हुन्छ जस्तो लागेर यो लिए पैसा तिरेर निस्किन्छु यस्तो छ ल भरे पार्कमा खानको लागि अलिअलि फलफुल किनियो होइन ब्यागमा हालेँ अघि म आएको त्यताबाट हो अनि अब यता लाग्छु कि यताबाट जाने हो होइन साँच्चैकै दिन कस्तो रमाइलो लागेको छ घाम लागेको भएर सुनको पसल यता सुनको पसल धेरै रहेछ है अनि चिसो चिसो पनि छ हावा अलिअलि लागेको छ चिसो हावाले गर्दाखेरि टाउको निकै चिसो महसुस भइरहेको छ अनि अब यतातिरको त्यही हो अघि मैले भने अब हाम्रो छिमेकी राष्ट्रका साथीहरू चाहिँ धेरै देखिन्छन् यो लगभग अब व्यङ्ग्यात्मक हिसाबले भन्नुपर्दाखेरि अब मिनी पाकिस्तान मिनी इन्डिया अब के भनियो त्यो पनि भन्न पाइयो होइन त साथी हो त्यस्तो छ है त्यसले गर्दाखेरि अब हिँड्ने काम जारी छ अब कति कस्तो हुन्छ भने अब जहिले नि अब जाडो खालको मौसम चिसो हुने कोठाभित्र बसिएको छ अब अलिअलि पढाइ अलिअलि मोबाइल चलाउने अनि जतिखेरै बस्दा एउटै ठाउँमा बस्दा वाक्क दिक्क लाग्छ क्या त्यही भएर म चाहिँ अरूहरू पनि छ त्यहाँबाट उता अझै अलिकति पूर्व दक्षिणतर्फ पनि एउटा प्लेसिड पार्क भन्ने छ तर त्यो अलिक सानो छ क्या त्यो अनि सानो पनि छ अनि मान्छे अलिकति धेरै हुने बित्तिकै अलि झ्याउ लाग्छ नि त त्यसले गर्दाखेरि मलाई चाहिँ यो जुन वेस्ट ह्याम पार्क छ त्यो नै रुचाउँछु अनि वेस्ट ह्याम पार्क ठुलो पनि छ र अलिकति प्राइभेसी खालको अब जहाँ बसे पनि त्यति धेरै मान्छे नदेखिने र अलिकति हुन्छ त मान्छेहरू आए पनि अलिक परै हुन्छ नि त त्यसले गर्दाखेरि मलाई चाहिँ त्यो ठाउँ राम्रो लाग्छ अब म प्राय आइराख्ने त्यहीँ हो घरबाट पनि नजिक अनि फर्किन पनि नजिक अनि सुरुमा म आएको पनि त्यहीँ थियो अनि त्यो अलिकति काइन्ड अफ अलि आफूसँग अलिक सहज र आफ्नै खालको महसुस हुन्छ नि योभन्दा अरू के जाने भने अलिक टाढा जानको लागि चाहिँ म त्यो न्यू ह्याम सेन्ट्रल पार्क भन्ने छ त्यो चाहिँ अलिक टाढै छ यदि अलि वकिङ धेरै गर्ने अनि रनिङ सनिङ गर्नको लागि हो भने र या क्याम्पस जानु पर्यो भने म त्यो पार्क हुँदै जान्छु अब आकाश निलो अति नै निलो देखिरहेको छ है बादल त उता अब देखि नै रहेको छ हेरौँ अब 3-4 बजेसम्म नढाकियोस् यताको क्षेत्र कमसेकम 4 बजेसम्म चाहिँ घाम लागिरह्यो भने रमाइलो हुन्थ्यो ल अब ठाउँ त सबै यस्तै हो के अरे प्रायः सबै यस्तै देखिन्छ है सुरुमा आउने बेलामा त जता हेऱ्यो एउटै जस्तो लाग्ने जहाँ गयो नि एउटै ठाउँ हो जस्तो लाग्ने हुन्थ्यो अब बिस्तारै बानी परिसक्यो अब म आएर पनि लगभग 4 महिना कट्न लाग्यो है ल अब भने म त्यहाँ नै पुग्न लागेपछि फेरि जुट्नेछु यहाँ हिँड्दै जाने क्रममा हाम्रो यो सिख धर्मावलम्बीहरूको चाहिँ एउटा गुरुद्वारा जुन भनिन्छ यहाँ रहेछ अनि यो यस्तो छ है ठुलो बिल्डिङ छ अनि उहाँहरूको झन्डा राखिएको छ निकै राम्रो इस्ट लन्डनमा सिख धर्मावलम्बीहरूको गुरुद्वारा पनि देख्न पाइयो
मैले पहिला याद गरेको थिएन अनि अहिले बल्ल देखियो पुग्नै लाग्थ्यो होइन। ट्राफिकको अब ठ्याक्क रोकेको मैले कहिले पनि याद गरेको थिएँ यो बाटो हिँड्ने बेलामा। यहाँ चाहिँ एकदम पुरानो अब यसको हिस्ट्री त अब यो कहाँको यो घरको साउलाई सोधे मात्रै थाहा हुन्छ होइन। तर यो घर हेर्नु न कति राम्रो अब पुरानो खालको साँच्चैकै नै। अनि यो त्यो घरको नम्बरले पनि थाहा हुन्छ कि 1A प्लासिड रोड E13 भनेको छ। E13 भनेको यो सडकको नाम भयो होइन, कोड भयो। 1A भनेको घर नम्बर भयो क्या तपाईँले। यस्तो राम्रो छ हेर्नु त। यस्तो छ। अब म जाने भनेको उतातिर हो। ल म भने अब यहाँ अघि भने जस्तो यो दक्षिणी तर्फको प्रवेशद्वारमा छिर्दैछु अनि यस्तो देखिन्छ। अनि यहाँ तपाईँले सूचना पार्टी देख्न सक्नुहुन्छ है। पानीले नभिजोस् भनेर यस्तो खालको तरिकाले छ यहाँ। प्लिज डु नट फिड द बर्ड्स। अब चराहरूलाई चाहिँ खानेकुरा नखुलाउनु होला होइन। बार्बेक्यू नट पर्मिटेडले रेसिडेन्ट्स अफ वेस्ट हाम वार्ड। अब यो लिखित छ सूचना पार्टीहरू यहाँ छ। अनि त्यसपछि विशेष सूचना चाहिँ यहाँ छ। अब यसलाई मेन गेट पनि भर्दो रहेछ है यहाँ देखेको जानकारी अनुसार। अब सिटी अफ लन्डन वेलकम टु वेस्ट ह्याम पार्क मेन गेट होइन। यहाँ चाहिँ पुरै तपाईँको सबै नक्सा छ विस्तृतीकरणमा। अनि यहाँ जुन विवरण छ वेस्ट ह्याम पार्क इज वान अफ अ नम्बर अफ पार्क्स गार्डन्स एन्ड ओपन स्पेसेस होइन। यो अघि भर्खर मैले इन्टरनेटमा हेरेको। अब यो चाहिँ खुल्ने समयहरू हो होइन। यो चाहिँ योहरू हेर्न सक्नुहुन्छ साइनहरू अब कुराहरू लेखेको छ। अब यो चाहिँ अब सबै के पढ्नु होइन, अब सामान्य अब बुझिहाल्ने कुरा हो। अब हिस्ट्री भनेर यहाँ जुन तपाईँको मलाई यहाँ चाहिँ एकदम मन परेको जहाँ गए पनि यहाँ चाहिँ उनीहरूले त्यो पुरानो इतिहासलाई चाहिँ नि एउटा विवरित रूपमा चाहिँ लेखेर राखेको हुन्छ कि। अब वेस्ट हाम पार्क हेज बिन ओन एन्ड मेन्टेन बाइ कर्पोरेसन अफ लन्डन सिन्स 1874 रे होइन। अब हिस्ट्री हेर्नु न। अब यो 1566बाट बनाएको है। अब यहाँ नामहरू छ। अब 1765 बाई अब डाक्टर के जुन देख्न सकिन्छ। अब 1566 भनेको लगभग 460 वर्ष अगाडि उहाँहरू अब जो व्यक्तिहरू थिए उनीहरूले त्यो एउटा नगरलाई चाहिँ कसरी नगर चाहिँ कस्तो हुनुपर्छ भन्ने परिकल्पना अनुसारमा यस्तो राम्रो चाहिँ तपाईँको पार्कहरू नि चाहिँ लागि के भन्छ अरे ठाउँ चाहिँ छोडेर अनि त्यसपछि पछाडि अब विभिन्न कालखण्डमा होइन बिस्तारै अब नयाँ अवधारणासँगै चाहिँ नि विकास गरे हो है। कति राम्रो छ हेर्नु त। अब यहाँ यो रोड भयो बिचमा अनि यतातिर हेर्न सक्नुहुन्छ। यो क्षेत्र चाहिँ अलिकति फरक क्षेत्र हो। अहिले म तपाईँलाई त्यहाँ सूचना पार्टीमा देखाउँला। यो अलिकति अझै चाहिँ तपाईँलाई चाहिँ अझै शान्त र अलिकति प्राकृतिक महसुस गर्नु छ भने यता जाने हो होइन, यो क्षेत्रमा जाने हो। अनि त्यसपछि बच्चाहरू अब आवाज सुनिराख्नु भएको छ तपाईँले। अब यता बच्चाहरूको छ भनेर तपाईँले चाहिँ बुझ्न सक्नुहुन्छ होइन। यो यहाँ छ अब वकिङ ट्रेल के भनेको छ है। यो विवरण भयो यहाँ आफ्नै। यो चाहिँ फ्रम द ग्राउन्ड अफ यो जुन पनि विवरण छ यो यताको विवरण हो। त्यहाँ पनि राखेको रहेछ वेस्ट हाम वेलकम टु द गार्डन्स भन्ने। यो टु द गार्डन्स भनेर जुन यो स्पेसिफिक क्षेत्र भयो नि त। अब उता तपाईँले देख्न सक्नुहुन्छ। ओहो यहाँ केही फोटोहरू रहेछ। अब यो तपाईँको यो चाहिँ फ्रेन्ड्स अफ वेस्ट ह्याम पार्क। अब यो उनीहरूले सायद खिचेको फोटोग्राफीहरूको यहाँको जुन यहाँ जे गतिविधि भएको एउटा स्पेसल मोमेन्टहरूलाई चाहिँ क्याप्चर गरेको अनुसारमा जसले पनि अब फोटो खिचे उनीहरूको चाहिँ जुन रोजिएको फोटोहरू चाहिँ यहाँ राखिएको प्रदर्शनमा राखिएको देख्न सक्छौँ है। यो अब फोहोर राख्ने क्षेत्र भयो। अनि यता अहिले भरे जाम्ला होइन। अब म एउटा कहीँ बस्ने ठाउँ खोज्छु ताकि म त्यहाँ मेरो समय स्पेन्ड गरौँ। अनि त्यसपछि अरू चाहिँ म पछि फेरि जोड्दै जाम्ला। यता निर्माणको कार्य भइरहेको रहेछ सायद
अस्ति म आउँदाखेरि त्यहाँ अझै धेरै सामान थियो, अझै थप विकास गर्नको लागि त्यहाँ ठाउँ बनाइएको छ। यस्तो छ यो। अब त्यहाँ कामले गर्दाखेरि यहाँ टेम्पोरेरी टोइलेटहरू देख्न सक्नुहुन्छ है। 1 2 3 4 5 एउटा चाहिँ अपाङ्ग तथा अब के भन्छ अरे डिसेबल भन्छ नि, उहाँहरूको लागि फरक एउटा त्यसरी राखिएको छ। हेर्नुहोस् पुरा अहिले त पतझर मौसमले भएको भएर अब पातहरू छैन। अब सायद मलाई पनि थाहा छैन, किनभने म अब सेप्टेम्बरमा आएको, सेप्टेम्बर पछिको यस्तै थियो है। म आएछु यस्तै देखिरहेको छु म। यो चाहिँ एउटा मुख्य कार्यालय, यो जति पनि पार्कको व्यवस्थापनको चाहिँ यता छ कार्यालय भने। अब म एउटा ठाउँ रोज्नलाई हेर्दैछु ताकि त्यहाँ बस्छु होइन, घाम तापौँ। धेरै पछि घाम ताप्ने मौका पाइरहेको छ। घाम चाँडै जाला भन्ने बुझिसक्यो। फेरि अलि बिहान आउनु पर्दो रहेछ, त्यस्तै 11:30 12तिर आएको भए ठिक्क हुन्थ्यो। ओहो घामले टल्केर हो कि लास्टै गोरो देखेछ कि है। मलाई त अलिअलि गोरो चाहिँ भएको छु म, किनभने घाम देख्न पाइँदैन प्रायः। काम भने पढाइ भने घरभित्रै हुन्छ होइन। र मैले चाहिँ यो ठाउँ रोजेँ किनभने अलि उतातिर चाहिँ मान्छेहरू पनि धेरै हिँडिराख्ने हुन त त्यहाँबाट भ्यू अलिकति खुल्ला भएको भएर अझै देखिन्थ्यो होला। उता पर अलि अग्लो बिल्डिङहरू देख्न सक्छौँ। भरे जाम्ला त्यही पनि होइन। घाम लागेको भएर अलिकति सुक्खा छ, नत्र पानी परेको भए फेरि अलिकति भिजेको अवस्था हुन्थ्यो। यस्तो राम्रो छ हेर्नु त है। चराचुरुङ्गीको आवाज सुन्न सकिन्छ। यो त बाटो नजिकै छ पनि मान्छे खासै यो बाटो धेरै हिँड्दैन। उताको बाटो धेरै प्रयोग गर्ने गर्छन्, त्यही भएर। अरू मेबी ओके यहीँ ठिक छ, किनभने यहाँ अलिकति पानी रहेछ। ल है त साथी हो, ल सुरुमै सुन्तला खाने भयो के अरे। यसरी राख्नु यो त हुन्थ्यो अरे। फेरि एउटा हातले समातेर कसरी खाने है। केही यसो गरौँ न के छ र होइन। ल अनुहारमै पर्नेरी चाहिँ घाम तापिन्छ के अरे अब होइन। ओहो दाँत माझेर आएको भएर के अरे सुन्तलाको त स्वादै ठ्याक्कै थाहा पाइएन नि त, त्यो मजा आएन क्या। चिसो अलि बढी नै भयो, हावा अलि सरेर चलिरहेछ हल्का। अनि टाउको अलिकति दुख्दै जस्तो भएर टोपी लाउनै पर्ने अवस्था भयो। अब भने म मेरो के काम गर्नु छ, कलेजको काम हो। ल्यापटप पनि लिएर आएको छु। म बिस्तारै आफ्नो मनपसन्द गीत सुन्दै यसो रमणीय वातावरणमा अब त्यो काम पनि गर्छु। गीत सुन्ने तर्खरमा छु के अरे होइन। अब गीत त तालको गीतहरू सुनिन्छ। बाहिरलाई भने अलिकति मजा लाग्दैन, नेपाली गीत सुन्दै काम गर्नु पऱ्यो। वर्तिका दिदीको चाहिँ धेरै गीत नसुनेको है त साथी हो। अब यता व्यस्त भयो म। मेरो गोप्रोको ब्याट्री सकिरहेको क्या, यो चिसोले गर्दाखेरि ब्याट्री ड्रेन भयो क्या। ब्याट्री त थियो होइन 37% जति। ल अब यो ठाउँबाट चाहिँ म निस्किँदैछु। अब घुम्दै तलको फोहोर चाहिँ
ल म यहाँ ठ्याक्क कस्तो राम्रो देखेको है, यो लिटल लाइब्रेरी भनेर छ कि यहाँ बसेर तपाईँको कसैले चाहिँ पढ्न मन लाग्यो भने यो लिटल फ्री लाइब्रेरी भन्ने छ, किताबहरू राखेको छ है। कस्तो मजाले यो गमला पनि कस्तो मजाले सजाएर राखेको, यहाँ बसेर पढ्न पाइयो क्या, कस्तो राम्रो कन्सेप्ट है। कसैले चोर्दैन कि फेरि। अब एकचोटि हेरौँ है, फ्री भनेपछि त अब यो ढोका खुल्ला हुन्छ होइन। You can't believe it man, see how good it is। कस्तो दामी कन्सेप्ट। अब घाम पनि बिस्तारै तल जाँदैछ, हावा पनि लाग्यो, अलिक चिसो भयो, हात गङ्ग्रिन थाल्यो कि एकदम, त्यही भएको भएर म यहाँ बस्न सकिनँ। अब यतातिर त खासै जाँदिनँ, त्यता खासै इन्ट्रेस्टिङ केही पनि छैन, यतातिर हो म तपाईँहरूलाई देखाउँछु होइन। यताको खाली ठाउँमा पुरा कुकुर डुलाउन ल्याउने है। यहाँ चाहिँ कुकुर डुलाउन ल्याए पनि हग्ने बेलामा चाहिँ गु चाहिँ उठाएर चाहिँ फेरि सही ठाउँमा हाल्नुपर्छ। यहाँ यो अब अलिकति व्यायाम गर्ने चिज रहेछ है, यस्तो छ। उतातिर बालबच्चाहरू खेलिरहेछ, कुकुरहरू दौडाइरहेछ। त्यता माथितिरको तपाईँले देखिहाल्नु भयो क्या, उता पछाडि बिल्डिङहरू पनि धेरै देखिएको छ। त्यो स्टार्टफोर्डको एरिया हो है। अनि यहाँबाट त्यस्तै 15 मिनट पुग्न सकिन्छ स्टार्टफोर्ड क्षेत्र। त्यता म गइनँ, यता अलि सर्टकट बाटोबाटै चाहिँ उता फुटबलको ग्राउन्ड छ, फुटबल खेल्न सकिन्छ। त्यता ठुलो एउटा ग्राउन्ड छ, खास भन्यो भने त्यता पनि फुटबल खेल्न मिल्ने छ, पोस्टहरू राखेको छ। अनि चेयरको साइडमा तपाईँले देख्न सक्नुहुन्छ डस्टबिन छ। त्यहाँ एकजनाले पुन्टे कुकुर लिएर आइरहेछ होइन। अनि उतातिर रनिङ गर्नेहरू रनिङ गरिरहेको छ। उतापट्टि पनि फुटबल खेल्न मिल्ने, तर त्यो चाहिँ फुटबल भन्दा नि अरू के छ, अब ह्यान्डबलहरू के होला त्यो मलाई ठ्याक्कै खासै त्यसको ज्ञान चाहिँ भएन। एकदम राम्रो छ। अब म यतैबाट उता तलतिर फर्किन्छु, किनभने मैले अघि नै भनेको थिएँ तपाईँहरूलाई, त्यो गार्डन एरिया चाहिँ त्यो चाहिँ एकदमै राम्रो छ है। गार्डन एरिया चाहिँ देखाउँछु भनेर, अनि त्यसपछि त्यतैबाट म घरतिर फर्किन्छु। ल हेर्नुहोस्, यहाँ चाहिँ यो चाहिँ मर्मत गर्नुपर्ने रहेछ, बस्न नमिल्ने छ। अर्कोमा नमुना देखाउँला है तपाईँहरूलाई। त पानी पऱ्यो भने पनि बस्न मिल्ने खालको छ, बोट लाग्न मिल्ने खालको। उता पनि रहेछ एउटा। यता तपाईँले देख्नु भएको यो चाहिँ टेनिस कोर्ट हो। टेनिस उता अलिक ठुलो क्षेत्र भएको टेनिस कोर्ट छ भने यता पनि अब केही गतिविधि क्रिकेटहरू खेल्न मिल्ने खालको एउटा ठाउँ बनाएर राखेको छ। यता हेर्नुहोस्, यो केही कार्यक्रम भयो भने त्यहाँ गर्छ, वेस्ट ह्याम पार्क है। ल हेर्नुहोस्, रुख चाहिँ यस्तो हुन्छ। अब यो रुखको नाम त ठ्याक्कै थाहा भएन, त्यो त कतै हेऱ्यो भने सूचना पार्टीमा देख्न सकिन्छ। ल हेर्नुहोस्, इन्डोर खालको गेम गराउनलाई चाहिँ यस्तो ठाउँ बनाएर राखेको छ। यहाँ बच्चाहरूको खेल्ने, बच्चाहरू मात्रै होइन, यो एक्सर्साइज गर्न मिल्ने खालको ठाउँ हो। यो विभिन्न सामानहरू छन् व्यायाम गर्नको लागि, हरेक ठाउँ छुट्याएर राखेको छ। यसको गेट चाहिँ यहाँ रहेछ है, यहाँबाट छिर्ने रहेछ। हेर्न सक्नुहुन्छ त्यो मान्छे पुरा त्यहाँ गरिरहेछ आफ्नो कसरत। ल अब जुन त्यो गार्डन क्षेत्र भन्छ, गार्डन क्षेत्र छिर्ने ठाउँ चाहिँ एउटा यहाँ पनि छ यो बाटोमा चाहिँ। अघि उता मूल गेटबाट आउने बाटो पनि थियो भने हेर्नुहोस्, यस्तरी सजाएर राखेको छ यार। हो यस्तरी आनन्दले बसिरहेको छ आमैहरू। आनन्दले आयो, शान्त भयो, बस्यो होइन। बुढी माउको ज्याकेट र मेरो एउटै रहेछ यार, मेरो नि यही रङको ज्याकेट छ नि त होइन।
अब पहिला म यता देखाउँछु तपाईँहरूलाई। हेर्नुहोस् गार्डन एरिया। अघि मैले भनेको उता इन्डोर टेनिस खेलिरहेछन् साथीहरू। 1 2 3 4 चारवटा टेनिस कोर्ट छ। हेर्नुहोस् अनि यहाँ यस्तो छ विभिन्न खालको चाहिँ गार्डनमा सजाउने खालको चाहिँ सौन्दर्य झल्काउने बास्ना आउने। कस्तो मिठो बास्ना आएको छ यसको। बास्ना आउने यसरी बसिराख्छन् होइन। यस्तो छ बस्ने ठाउँ। साइडमा डस्टबिन है। अनि कति आनन्द आउँछ त होइन। उतातिर म गइनँ, यतातिर जान्छु। अलिक भित्र पनि देखाउन भनेर तपाईँहरूलाई यसरी सजाएर राखेको छ। कति राम्रो बालबच्चा ल्याएर यसरी यो हेर्नुहोस् नमुनाहरू। अनि यहाँ कुन कुन बिरुवाहरूको बारेमा कसको पालामा सारेको हो, यहाँ कहाँबाट ल्याएको सबै खालको चाहिँ नि विवरण यहाँ पाउन सकिन्छ है। यस्तो छ। हेर्नुहोस्। अनि एउटा कुरा यहाँ कुनै कुनैमा चाहिँ यदि कसैको परिवारले कसैको नाममा दान गरेको हो भने होइन यसरी लेखेको हुन्छ के। अनि जस्तै यो जुन छ त्यसको नाम के हो त नि ठ्याक्कै यसरी राखिदिन्छ क्या। यो हो नि त तरिका होइन। रोजा मर्मेड। अनि यहाँ चाहिँ एकदम यो बोटानी सम्बन्धीको पढेकोहरूले आएर चाहिँ पुरा चाहिँ गार्डनरहरूसँग मिलेर चाहिँ एकदम व्यवस्थित र अनि वैज्ञानिक तरिकाले चाहिँ काम गर्छन् यहाँ। अस्ति नै म आउने बेलामा काम भइरहेको थियो है। अहिले यसरी अब ठ्याक्कै थाहा छैन त्यो त अब बुझ्नुपर्छ यहाँको त्यो अफिसमा गएर कुन समयमा चाहिँ राम्रो देखिन्छ सबै फलेको फुलेको भने जस्तो भरिभराउ। हेर्नुहोस् कति आनन्द। यो रुखको चाहिँ कस्तो के हामी नेपालीहरू भए त चढिदिइहाल्थ्यो होला है। चढ्न पनि मजा आउँछ जस्तो खालको के सजिलै चढ्न मिल्ने खालको देखिन्छ नि त है। यो रुखमा बसेर कस्तो रोमान्टिक खालको लाग्ने के। यो त हुन्छ नि मुभीहरूमा देख्छ नि हिरो हिरोइनहरू त्यो के भन्छ हाँगामा बसेर गफ गर्ने होइन। डेटिङ स्पोट एकदम पर्फेक्ट डेटिङ स्पोट। मेरो चाहिँ आइडियल डेटिङ स्पोट रहेछ यहाँ। त्यहाँ पनि देख्न सकिन्छ है। मैले यहाँको कुनै फोटोहरू मलाई अलि आश्चर्यचकित लागेकोहरू मैले इन्स्टाग्राममा पनि हालेको छु होइन। त्यहाँ लेखेको छ क्या पुरानो हाम्रो नेपालतिर लेख्छ नि A+B B+C के हुन्छ नि RAM+C त भने जस्तो त्यस्तो खालको लेखेको छ क्या त्यहाँ रुखमा। परेवा चाहिँ एकदम कमन हो। परेवा धेरै हुन्छ यहाँ। अनि यता पनि ठाउँहरू छ आनन्दले बस्न मिल्ने। र त्यो योभन्दा पछाडि चाहिँ रोड छ अनि त्यसपछि बस्ती भइहाल्यो। हेर्नुहोस् कति धेरै प्रकारको चाहिँ बोटहरू रोपेर सौन्दर्यकरण गरिरहेछ। त्यस्तो हो नि त। यहाँ भर्खरै मात्रै झाडी फाँडे रहेछ होइन। हेर्नुहोस् यो त सगरखण्डको जस्तो नि देख्ने कि अलिअलि हेर्दै। ल अनि यहाँभित्र आएपछि अनि छुट्टै अनुभव हुँदैन शान्त लाग्ने। यताबाट नि बाटो छ त्यता जान म त्यता गइनँ। त्यताबाट नि उता निस्किन मिल्छ। म यतातिरबाट हिँड्छु। चिसो भने अति नै छ है फेरि।
ओ यहाँ हेर्नु न, वकिङ ट्रेल पोइन्ट 8 भन्ने छ। अनि क्युआर कोड छ क्या, यो क्युआर कोड गऱ्यो भने यो यसको ट्रेल सबै देखाइदिन्छ कि भन्नाले यसको ठ्याक्कै कस्तो छ त नि, यसको म्याप नक्सा के हो भनेर ठ्याक्कै देखाइदिन्छ कि। अब त्यो स्क्यान गरेर मोबाइलमा हेर्ने बित्तिकै त्यस्तो चाहिँ छ। हेर्नुहोस् अब यतातिर यो रुखहरू भयो, अलिक ठुलो ठुलो अग्लो खालको रुख, अच्छा खालको रुख। यो पनि मैले इन्स्टाग्राममा पोस्ट गरेको थिएँ यसको फोटो है, राम्रो छ। यो हेर्नुहोस्, नेपालतिर यसलाई के भन्छ अहिले मैले बिर्सिरह। हाम्रो अलि लेकतिर पाइने खालको रुख जस्तै हो देखिने प्रायः यिनीहरू। चिसो लागेर कस्तो नाक भएको। हेर्नुहोस् यो फेरि अनौठो खालको छ अर्कै। यस्तो छ है साथीहरू। अब यहाँ आएर एउटा ठाउँ चाहिँ अलि विशेष खालको महत्त्व बोकेको है। हेर्नु न, यहाँ चाहिँ उनीहरूले कति मजाले बारेर राखेको छ। उतातिर अब हिँड्न मिल्यो। त्यहाँ चाहिँ तपाईँको कुवा छ कि है, कुवा छ। अब खासै जान पाउँछ कि पाउँदैन त्यो चाहिँ थाहा छैन मलाई होइन, तर जहाँसम्म लाग्छ जान पाउनु पर्ने हो। तर त्यसको लागि त फेरि त्यो त मात्रै गेट रहेछ होइन। त्यो एकदम राम्रो। कुनै बेला अब ऐतिहासिक रूपमा यता यहाँ बस्ने, यहाँ वरिपरि बस्नेहरूले यहाँबाट पानी लिन्थ्यो होला। जस्तै हाम्रो पनि गाउँठाउँमा अब पानीको कुवा हुन्थ्यो होइन, त्यस्तै जस्तो यसले चाहिँ एकदमै महत्त्व बोकेको छ भन्ने चाहिँ मलाई लाग्छ क्या। अनि उनीहरूले जसरी जुन सौन्दर्यकरण गरेर यसलाई बचाएर र झन् आकर्षित बनाएर राखेको चाहिँ झन् एकदम राम्रो क्या। ल यता छेउमा चाहिँ रोड छ, रोडले गर्दाखेरि गाडीको आवाजहरू अलिअलि आइरहेछ होइन। हेर्नुहोस्, अनि यो ट्रेलहरूमा अनि तपाईँको दौडिन नि पायो क्या। अब एक्सर्साइज गर्न छ भने अब तपाईँलाई कहाँ कहाँ मन लाग्छ आरामले दौडियो होइन। ल यहाँ चाहिँ अलिकति धेरै चाहिँ बस्ने ठाउँ छ। हेर्नुहोस् यो पनि, यो लिगेसी आइसिएसए भन्नेले दिए रहेछ क्या हो, त्यो भएर त्यहाँ नाम त्यस्तो छ। ल यताबाट यस्तो देखिन्छ, कति राम्रो। आहा, यहाँ कतै सूचना पार्टी हुनुपर्ने, सूचना पार्टीमा लेखिएको हुनुपर्ने। त्यहाँ पक्कै पनि लेखिएको छ होला सायद। त्यहाँ चाहिँ त्यहाँको पानी नचनाउ होला के भनेर लेख्यो होला। यसरी सौन्दर्यकरण गरेर संरक्षित गरेर राखेको छ। यो चाहिँ सिस्नो है गाइस, सिस्नोले पोल्छ। आहा, परेवाहरू खाना नखुला भन्छ, तर यहाँ मान्छेहरूले खाना खुलाइदिरहेको रहेछ है। अब सेवा गरेको भन्ने होला नि त फेरि उनीहरूको भावना त होइन। बिचराहरूले यसलाई खाना दिनुपर्छ भनेर पाउरोटी फालेर गयो रहेछ। त्यही भएर पाउरोटी खाँदैछन् यिनीहरू अर्को। यिनीहरूले सायद जहाँसम्म लाग्छ किरा फट्याङ्ग्रा खानै बिर्सिसक्यो होला नि अब होइन। जाम खाँदैछन् साथीहरूले। ल यता पनि अलि खुल्ला तरिकाले ठाउँ चाहिँ छ, कति आनन्दी। त्यसपछि यो चाहिँ के को रुख रहेछ यो, थोडा हेर्दाखेरि त रङ त अलि अनौठो खालको रङ देखिएछ। ल यो चाहिँ पुरै गार्डन क्षेत्र अनि यहाँ बस्ने ठाउँहरू। अनि मैले यसको पनि फोटो राखेको थिएँ इन्स्टाग्राममा। हेर्नु त रुखमा के भनिएको छ है, रुखमा समेत तपाईँहरूले चाहिँ नि यहाँ देख्न सक्नुहुन्छ, नो ट्री क्लाइम्बिङ।
रुख चढ्न मनाइ छ के त रुख चढ्न मनाइ छ। यो ठाउँ चाहिँ अलिक विशेष छ पक्कै पनि। त्यहाँ एउटा शिलालेख छ। शिलालेख यो फाउन्टेन रहेछ। फाउन्टेनलाई नेपालीमा ठ्याक्कै के भन्छ त्यो त थाहा भएन। फाउन्टेन हो रहेछ है। This fountain is erected on the site of Ham House for many years. The residence of Samuel and Elizabeth Kearney and their family 1876. Oh my god. ल 1876 1876 मिति लेखिएको छ त्यहाँ है। हिसाब गर्नुहोस् तपाईँ आफैले। अब अहिले 1800 1920 2026 होइन, लगभग 170-80 वर्ष। यति नै हो यो क्षेत्र। भित्र गएरै देखाउने भने सोचेको, तर अब त्यहाँ बच्चाहरू खेलिरहेको पनि छ अनि ठाउँ पनि अलिकति निर्माण कार्यको लागि त्यहाँ अलिकति छिर्ने ठाउँमा अलि काम भइरहेको भएर म त्यतातिर गएन। तर विभिन्न खेलकुदको सामग्रीहरू छन्, पानीको व्यवस्था छ है, एकदम राम्रो छ। म त्यहाँबाट निस्किसकेको छु होइन। जुन बाटो म हिँडिरहेको छु यो चाहिँ सिधै मेरो घर, म बस्ने घरको नजिकैसम्म सिधै हिँड्नुपर्छ होइन। लगभग त्यस्तै 10 मिनट जति। र साथीहरू 10 मिनटपछि म यहाँ मेन चोकमा आइपुगेँ। अनि चोकमा आइपुगेपछि अब म बाटो काट्छु। त्यो पारी छ नि त्यहाँबाट अलिक उता तल गएर भित्र जानुपर्छ। ल यो अब यो रोडको बारेमा अघि नै सुरुमै भने के र यो एरियामा होइन यस्तो छ। यो सुन पसल छ अनि अब एसियन डिजाइनर वेयर भनेर छ त्यहाँ। अनि यता पारि फेरि जोया लुकास भनेर वर्ल्ड्स फेभरेट ज्वेलरी यस्तो छ। अनि त्यहाँबाट जाने हो म। बाटो काटिहाल। अब भने म मेरो घरतिर लागे हजुर जाडोले खट्टै नै सकेन। ल म बस्ने क्षेत्रमा आइपुग्यो। यस्तो छ है ठाउँ। अब भने म घर जान्छु, चिया खान्छु, नास्ता गर्छु, अनि त्यसपछि फेरि एउटा किताब पढिरहेको छु म। त्यो किताब पढ्छु होइन। र यहाँ सबैलाई धेरै धेरै धन्यवाद मेरो भ्लग हेरिदिनु भएकोमा। कृपया अब सक्छ भने लाइक, सब्सक्राइब अनि प्रतिक्रिया कमेन्ट गर्नु होला। यति भन्दै अर्को भ्लगमा भेट्ने बाचासहित छुट्न चाहन्छु। धन्यवाद। बाई बाई। राम्रोसँग बस्नु होला सबैजना।